सम्पूर्ण साथीहरूलाई नमस्कार। म गीता कुमारी साई। आज हामी नेपालमा शासन गर्ने विभिन्न वंशहरूको बारेमा जानकारी गराउँदैछौँ। जसमध्ये आज हामी गोपाल वंशको बारेमा जानकारी गराउँदैछौँ। गोपाल वंश नेपालको प्रथम राज गर्ने वंश हो, जसमा नेपालको प्रथम राजा को थिए त भुक्तमान, अथवा गोपाल वंशको प्रथम राजा भुक्तमान हुन्। भुक्तमानलाई नेपालको प्रथम राजा भनेर पनि चिनिन्छ। गोपाल वंशका अन्तिम राजा यक्षगुप्त। जम्मा शासक कतिजना थिए त गोपाल वंशका? 8 जना। गोपाल वंश नीच जातिका थिए। गोपाल वंशको शासन अवधि 521 वर्ष रहेको थियो। गोपाल वंशको शासन केन्द्र मातातीर्थमा थियो। गोपाल वंशको नेपाल आगमन कहाँबाट भयो त? भारतको द्वारिका अथवा दक्षिण तर्फबाट। नेपालमा गोपाल वंशपछि शासन गर्ने वंश कुन हो त? महिषपाल वंश, अथवा गोपाल वंशलाई गाईपालक समुदाय भनेर पनि चिनिन्छ। गोपाल वंशी राजाहरू 8 जना हुन्। 8 जनामा जसको नाम भुक्तमान प्रथम हुन् भने अन्तिम यक्षगुप्त हुन्। अरू भनेका 8 जनाको नाम भन्छ है त। भुक्तमान, जयगुप्त, धर्मगुप्त, हर्षगुप्त, भीमगुप्त, मणिगुप्त, विष्णुगुप्त र यक्षगुप्त। यी 8 जनाले गोपाल वंश अथवा गोपाल वंशीहरूको पालामा नेपालमा राज गरेका थिए। भुक्तमानलाई राजा बनाउने व्यक्ति टेकु दोभानमा तपस्या गरी बसेका मेह नाम गरेका ऋषि हुन्। गोपाल वंशावली अनुसार पशुपति मन्दिर बनाउन लगाउने व्यक्ति सुपुष्प हुन्। मञ्जुश्रीलाई हिन्दूहरूले सरस्वतीको रूपमा मान्दछन् भने बौद्धहरूले बोधिसत्वका रूपमा स्वीकार गर्दछन्। आजलाई गोपाल वंशको बारेमा यति नै। बाँकी महिषपाल वंशको बारेमा भोलि भिडियो लिएर आउने नै छु। सबैले हेरेर माया गरिदिनु होला। धन्यवाद।